पहिला भन्थ्यो नि कि राजाको बेलामा बोल्नै दिँदैन थियो रे। अहिले त शान्तिपूर्ण प्रदर्शन हुँदाखेरि हाम्रो नेपालका सोझा जनताहरूलाई तपाईले जुन गणतन्त्र जुन भ्रष्टाचारीको तन्त्र गर्नु भइरहेछ, हामी कदापि यस्ता तन्त्र चाहिँदैन हामीहरूलाई। हाम्रो लागि राजा नै ठिक थियो। राजाको बेलामा यस्तो हुँदैन थियो। अहिले त लाखौं राजाहरू र भ्रष्टाचारी राजाहरूले शान्तिपूर्ण प्रदर्शनमा कसरी गरेको छ। हामी घोर आपत्ति गर्न चाहन्छौँ, घोर विरोध गर्न चाहन्छौँ। तपाईहरू सुतेर नबस्नुहोस्, यो देश रहनेवाला छैन, देश निलाम हुनेवाला छ। 27 खर्ब कसले तिर्ने हो? हाम्रो मन्त्रीदेखि लिएर हाम्रो सम्पूर्ण नेताहरू घुसखोर छ। त्यही भएर तपाईँहरूलाई भन्न चाहन्छु, जाग्नुहोस्। आज बुवाहरूको के गल्ती थियो? न ढुङ्गामुरा भएको थियो, न के भएको थियो। अस्तिको कार्यक्रममा चैत्र 15 गते तपाईँले दुर्गा परसाईजीको नाम लिनुभयो, तर आज कहाँ दुर्गा परसाई? दुर्गा परसाईलाई पनि छोड्नुपर्छ तपाईँले। आज दुर्गा परसाईजी हुनुहुन्न भने कस्तो भएको छ यहाँ? शान्तिपूर्वक आन्दोलनमा दमन गर्न पाइँदैन। हिटलर शासन चल्दैन अनि कसैको बाउको देश पनि छैन। शान्तिपूर्वक आन्दोलनमा प्रशासनद्वारा अति नै दमन गरिरहेको छ। अति नै दमन र अहिले त्यो रेड क्रसको तपाईँको एम्बुलेन्स हामीलाई आन्दोलनकारीलाई सहयोग गर्नको लागि आएका छन् र तपाईँ देखिराख्नु यसको जिम्मेवारी कसले लिने हो? गृहमन्त्रीले लिने हो कि कसले लिने हो? शान्तिपूर्वक आन्दोलनमा हेर्नुहोस् प्रशासनद्वारा कति दमन गरिरहेका छन्, हेर्न सक्नुहुन्छ। लोकतन्त्रमा बोल्न पाइन्थ्यो र यही बोल्ने हो। शान्तिपूर्ण प्रदर्शनमा हामीहरूलाई